ल है त ब्रदर हो म चाहिँ काँटी ठोकेर सुता हिर्काउँदैछु होइन। अब हेल्पर छैन के गर्नु, आफै मजाले खट्ने हो, आफै मजाले मनदेखि नै काम गर्ने हो होइन। अब काम नै आफ्नो स्थिति पेसा सब कुरा बनाएर त्यसलाई नै आफैले अगाडि बढाउनुपर्छ। अनि हेल्परलाई होइन, यो हेल्पर नहुँदा यस्तो काठ बिग्रिने चान्सेस यताउति भन्नुभन्दा आफै नै आफैले नै गर्नु सक्ने रहेछु भन्ने क्षमता बनाउनुपर्छ। एक्लै नै गर्ने हो, जे कुरा पनि एक्लै नै गर्ने हो होइन। त्यतिको चाहिँ हुनुपर्छ आफूमा काबिलियत होइन। अनि म चाहिँ एक्लै नै गर्दैछु, एक्लै मुरा चलाउँदैछु, एक्लै नै काट्दैछु होइन। प्रब्लम छैन, काठ बिग्रिने चान्सेस हुँदैन। आफूले चाहिँ कन्फिडेन्ट हुनु पऱ्यो आफूमाथि होइन। अनि त्यस्तै छ। अनि सक्छु भनेर क्षमता राख्यो भने अब पोसिबलै हुन्छ, सक्दिनँ भन्यो भने सक्दिनँ जान्छ होइन। जे कुरा पनि अब यस्तै हो, ढुङ्गामुढाको काम दुःख नै हुन्छ हुनुको लागि त। अब जिउ दुख्छ यताउति इत्यादि होइन, तर पनि आफैले खुसी मान्नुपर्छ। अनि आफै काम गर्नुपर्छ, आफ्नो काम आफैले गर्नुपर्छ। अनि आज अब अन्तिम दिन हो मेरो, लगभग टुङ्गिनु आँट्यो काम पनि बिस्तारी। अब अफ सिजन पनि लाग्नु आँट्यो होइन। हरेक कुरा सोच्नुपर्छ। अनि त्यसो भन्दैमा अब म चाहिँ सुता हानिसकेर अब चाहिँ काट्नु स्टार्ट गरिरहेको छु। अनि कस्तो के हुन्छ म तपाईँहरूलाई काठ कस्तो निस्किन्छ त्यो पनि देखाउने छु होइन। मेरो चाहिँ स्टार्ट हुँदैछ ब्रदर हो होइन। बस ल है त, म तपाईँहरूलाई भरै देखाउने छु।